प्रकारको नास्ता गर्छ कि गर्दैन? बिहान नास्ता, कोहीको घरमा दुपहरमा फेरि खानाको साथमा सब कुछ खायौँ होइन। फेरि अझ दुपहरमा खाइसक्यौँ अझ नभए च्यापचुप हामी गरेर दोकानमा गइकन होइन। त्यही पोजिटिभिटी यो शरीरको लागि हामीले मजबुती दिएको छ कि छैन होइन। यो शरीर खाएर फेरि हामी यस्तो भइराखेका छौँ, टन्न भएका छौँ। भिन्नाको जो मनुष्य छ त्यो सुक्खा बम्बेल छ। जसरी तुमी बाहिरबाट टन्न छ, भिन्ना यो खाना खुवाएर यसलाई पनि टन्न होला। हालेलुया हालेलुया। तपाईँले यो वचनबाट खानुपर्छ। यो वचनबाट तिनले खानु पऱ्यो। तिनले खाना भिन्नाको आत्मा जो पवित्र आत्मा जो त्यसलाई भोजन चाहियो त्यो भोजन हो परमेश्वरको वचन। हालेलुया। किनभने मेरो प्रिय जस्तै कि मैले यहाँ तपाईँलाई शिक्षा दिइसकेको छ